Our today's topic is class 12 physics thermodynamics. We have to read thermodynamics in both books, in physics as well as in the chemistry, but there is huge difference between the thermodynamics in physics and the thermodynamics in chemistry. There is more numerical and derivation problem related to thermodynamics in physics, while more theoretical type is in the chemistry. So let's start our thermodynamics in class 12 physics. First of all, we will learn about the first law of thermodynamics. Before learning the first law of thermodynamics, we have to learn about the work done by a gas in a cylinder. Work done by a gas in a cylinder. Here the gas means system. First of all, let's know about the system and surrounding. The thing which are involved in doing experiment. जसमा चाहिँ हामीले एक्सपेरिमेन्ट गरिरहेका छौं त्यसलाई सिस्टम भन्ने सिस्टमदेखि बाहिरको सबै कुरा के हुन्छ भन्दाखेरि सराउन्डिङ हुन्छ र युनिभर्स भनेको के हो भनेर हामीलाई बुझ्न पर्ने छ भने युनिभर्स भनेको सराउन्डिङ प्लस सिस्टम सराउन्डिङ प्लस सिस्टम भनेको चाहिँ के हो भन्दाखेरि यहाँ युनिभर्स छ अब हामीहरु दुई सिस्टममा चाहिँ हामीले ग्यास राखेको छौं त्यो सिस्टम भनेको सिलिन्डर छ सिलिन्डर भित्र हाम्रो ग्यास छ अब हामीले यही ग्यासको के गर्न आँटेको भन्दाखेरि यो ग्यासले वर्क डन गर्दैन कति वर्क डन गर्छ भनेर जान्न लागेको सो लेट्स सी मानौँ यो कुनै पनि एउटा के छ भन्दाखेरि सिलिन्डर छ यो सिलिन्डरको यो मुभेबल पिस्टन भनेको मात्र तल के गर्न सक्छ भन्दाखेरि मुभ गरी गर्न सक्छ मानौँ यहाँनिर मैले के राखेको छु भन्दाखेरि यहाँनिर ग्यासेस राखेको छु जब मैले यहाँनिर ग्यासेस राखेको छु यी सबै ग्यासेसहरु के हुन्छन् भन्दाखेरि थर्मल काइनेटिक मोसनमा हुन्छ थर्मल काइनेटिक मोसनमा हुन्छ भने थर्मल एनर्जीले गेन गरेका हुन्छन् त्यो थर्मल एनर्जी चाहिँ केले गर्दा गेन गरेका हुन्छन् भनेर बुझ्न छ भने त्यो थर्मल एनर्जी चाहिँ भनेको टेम्परेचरले गर्दा गेन गरेर राखेका हुन्छन् अनि हामीले क्लास 11 मा पढेको काइनेटिक एनर्जी ड्यू टु टेम्परेचर इज F/2 kT भनेर हामीले पढेको थियौं जहाँ F भनेको के हो भन्दाखेरि डिग्री अफ फ्रिडम भनेर पढेको थियौं र डिग्री अफ फ्रिडम भनेको चाहिँ हरेक कुराको लागि के हुन्छ भन्दाखेरि डिफरेन्ट डिग्री अफ फ्रिडम हुन्छ जस्तै मोनोएटमिक ग्यासको लागि 3 हुन्छ डाइएटमिक ग्यासको लागि हाम्रो के हुन्छ 5 हुन्छ भने पोलिएटमिक ग्यासको लागि डिग्री अफ फ्रिडम कति हुन्छ भन्दाखेरि 6 हुन गइरहेको हुन्छ भन्नुको अर्थ यहाँनिर डिग्री अफ फ्रिडम इज डिफरेंट फर डिफरेंट gases but our topic is not kinetic energy due to the thermal energy but our topic is work done by a gas अब के हुन्छ भन्दाखेरि कुनै पनि ग्यासेस मोलिक्युल्समा काइनेटिक एनर्जीले गर्दाखेरि यो राइट के थर्मल एनर्जीले गर्दाखेरि यो र्यान्डम मोसनमा मुभ गरिरहेका हुन्छन् यो र्यान्डम मोसनमा मुभ गरिराख्दाखेरि के हुन्छ भन्दाखेरि यहाँनिरकै हाम्रो काइनेटिक एनर्जीले के रे ग्यासेस मोलिक्युल्सहरुको एनर्जीका कारणले गर्दाखेरि यो पिस्टन माथि के लाउँछन् भन्दा यिनीहरुले फोर्स लाउँछन् they exerted the pressure or the force towards the piston when they exerted the force or pressure towards the piston then the piston slides up यदि यहाँनिर piston slides up let us assume that the piston has slides up to the small distance dx small distance dx को लागि के हो भन्दाखेरि हाम्रो piston slide up भयो के को कारणले गर्दा भन्नु पर्यो भने यहाँनिर हाम्रो यो जुन ग्यासेस मोलिक्युल्स छ ग्यासेस मोलिक्युल्सले एक्सर्ट गरेको प्रेसरको कारणले गर्दा भनेर अब यो ग्यास मोलिक्युल्सले यति डिस्टेन्समा लानको लागि कति चाहिँ वर्क गरेछ भनेर जान्न पर्ने छ अब हेरौं वर्क डन भनेको के हो भन्दाखेरि वेक्टर प्रोडक्ट अफ फोर्स एन्ड द डिस्प्लेसमेन्ट दैट इज Fs cos थीटा अब यहाँ यो ग्यासेस मोलिक्युल्स हैव एक्सर्टेड द प्रेशर टुवर्ड्स द अपवर्ड डाइरेक्सन जुन डाइरेक्सनमा प्रेशर छ त्यही डाइरेक्सनमा फोर्स हुन्छ अनि चेन्ज पनि कता आयो भन्दा डिस्प्लेसमेन्टमा माथि चेन्ज आयो भनेपछि फोर्स र डिस्प्लेसमेन्टको एंगल कति छ 0 छ फोर्स र डिस्प्लेसमेन्टको एंगल 0 छ भने वर्क डन के हुने भयो यहाँनिर म्याक्सिमम वर्क डन हुने भयो अब हेरौं यहाँ त हामीले के भनेको छ भन्दाखेरि प्रेशर एक्सर्ट गरेको छ भनेको छ हामीले ग्यासेस मोलिक्युल्सले if gases molecules have exerted the pressure then the piston will move upwards
लाइकवाइज अब हामीले यो फोर्सलाई चाहिँ के को टर्ममा चेन्ज गर्न पर्यो भन्दाखेरि प्रेसरको टर्ममा चेन्ज गर्न पर्यो। प्रेसर भनेको के भन्दा फोर्स पर युनिट एरिया। फोर्स कता लागेको भन्दाखेरि यो पिस्टनको यो भागको यसमा लागेको भनेपछि यसको क्रस सेक्सनल एरिया ए भयो भने हाम्रो फोर्स भनेको के हुन्छ भन्दाखेरि प्रेसर टाइम्स एरिया हुन्छ। फोर्स भनेको के भयो त प्रेसर टाइम्स एरिया। अब हाम्रो स्मल डिस्प्लेसमेन्ट कति छ भन्दाखेरि dx डिस्प्लेसमेन्ट छ भनेपछि एरिया इन्टु स्मल डिस्टेन्स मतलब स्मल लेन्थ भने यो के भन्दाखेरि स्मल एरिया भनेर बुझ्नु पर्यो। त्यो स्मल एरियालाई dv भन्छौँ। स्मल चेन्ज इन ए भोल्युमको कारणले गर्दाखेरि आको वर्क डन भनेको स्मल वर्क डन हुन्छ दैट इज dw इज इक्वल्स टु pdv भनेर बुझ्नु पर्यो। यहाँनेरि वर्क डन भनेको के हो त pdv भनेर बुझ्नु पर्यो। नर्मली म यहाँ लेखिदिन्छु वर्क डन बाइ work done by gaseous molecules in cylinder that is dw is equals to के हो भन्दाखेरि pdv हो। pdv भनेको के हो भन्दाखेरि यहाँनेरि हामीले केही मानौँ यो यहाँनिर सिस्टममा हामीले हिट गरिरहेका छौँ भने जुनै पनि कुरा हिट गर्दा के हुन्छ एक्सपान्ड हुन्छ भने यहाँनेरि पनि यो ग्यास मोलिक्युल्स हामीले हिट गर्दै गर्दाखेरि एक्सपान्ड भयो। एक्सपान्ड गर्दाखेरि यसको भोल्युम के भयो भन्दाखेरि इन्क्रिज भयो। क्युबिकल एक्सपान्सन भयो ग्यासेसहरुमा। क्युबिकल एक्सपान्सेस भएको कारणले गर्दाखेरि यसको भोल्युम के भयो त राइज भयो। मानव सुरुमा v1 भोल्युम थियो पछि कति भोल्युम भयो v2 भोल्युम भयो भने मैले यसलाई के लेख्छु त v2 माइनस के मैले v1 लेख्छु। अब यहाँनिर वर्क डन दुई प्रकारको वर्क डन पर्नुपर्छ। यहाँनिर एउटा हुन्छ वर्क डन बाइ सिस्टम र अर्को हुन्छ वर्क डन अन सिस्टम। एउटा सिस्टमले काम गर्छ भने अर्को चाहिँ के हुन्छ भन्दा सिस्टममा काम गरिन्छ। सिस्टमले काम गर्नु भनेको चाहिँ के हो भन्दाखेरि सिस्टमको ग्यासेस मोलिक्युल्सले जस्तै मानव भनेको है त यहाँ मैले कुनै पनि एउटा कन्टेनरमा मैले थाल राखेको छु। थाल राखेर मैले यहाँ पानी उमाल्दै गर्दा अथवा केही बाक्लो उमाल्दै गर्दाखेरि यसमा मैले हिट लगाएको छु। मैले यहाँनिर हिट लगाएँ भने के हुन्छ भन्दाखेरि यहाँनिर ग्यासेस मोलिक्युल्स हाम्रो तिनीहरू उम्लिन थाल्छ हिट गेन गर्न थाल्छ। बढी हिट गेन गर्न थालेपछि के हुन्छ भन्दाखेरि उनीहरूले माथि छोपेको थाललाई माथि प्रेसरले गर्दा उडाउँदै गरे जस्तो हुन्छ नि हैन त्यो खोले बन्द गरे जस्तो हुन्छ नि भन्नु पर्छ। यहाँनिर ग्यासेस मोलिक्युल के भयो त भन्दा एक्सपान्ड भयो। एक्सपान्ड हुँदाखेरि पिस्टन कता सर्यो माथि सर्यो पिस्टन माथि सर्दाखेरि के भयो त dx पोजिटिभ dx आयो। पोजिटिभ चेन्ज इन डिस्प्लेसमेन्ट आयो नि सुरुमा हाम्रो x थियो यति पनि अब हाम्रो x2 भयो भनेपछि चाहिँ dx भनेको के भयो त भन्दाखेरि फाइनल माइनस इनिशियल भनेको त के आयो त्यहाँनिर पोजिटिभ आयो। भनेपछि हामी यदि यो सिस्टमले यदि यो ग्यासेस मोलिक्युल्सले वर्क डन गर्छ भने के गर्छ भन्दाखेरि वर्क डन पनि dx पोजिटिभ आउँदो रहेछ। dx पोजिटिभ आउनुको कन्डिसन के हो भन्दाखेरि हाम्रो वर्क डन के आउँछ पोजिटिभ आउँछ। भनेपछि यदि सिस्टममा हामीले वर्क गर्छौँ भने त्यसलाई हामीले पोजिटिभ भन्नुपर्छ। यदि सिस्टममा चाहिँ वर्क गर्छ सिस्टममा वर्क गर्नु भनेको के भन्दाखेरि अब हामीले पिस्टनमा चाहिँ प्रेसर लगाइदिने के त अब पिस्टनमा p भन्ने प्रेसर हामीले if we exerted the pressure on the piston then the volume of the system decreases। भोल्युम के हुन्छ त डिक्रिज हुन्छ। अब हामीले के हो भन्दाखेरि सुरुमा यतिलाई x1 मानेको थियो अब माथिदेखि प्रेसर लगाएर थिचेपछि के भयो त भन्दा यो सर्दै भयो। सर्दाखेरि के भयो भन्दाखेरि यहाँ x2 आउने भयो। x2 भनेको x भन्दा के भयो त सानो भयो। यदि डिस्प्लेसमेन्ट नेगेटिभ भयो भने के हुन्छ यहाँनिर वर्क डन के हुने भयो त नेगेटिभ वर्क डन हुने भयो। भनेपछि हामीले सिस्टममा वर्क गर्छौँ भने वर्क डन अन सिस्टम हुन्छ भने हामीले के भन्छौँ नेगेटिभ भन्छौँ। यदि हामीले सिस्टमले काम गर्छ भने त्यसमा हामी वर्क डन के भन्छौँ भन्दाखेरि पोजिटिभ भन्ने गर्छौँ है त। यो चाहिँ नेगेटिभ भयो। फेरि केमिस्ट्रीमा उल्टो हुन्छ है। केमिस्ट्रीमा यो नेगेटिभ हुन्छ र यो पोजिटिभ हुने गर्छ। यो चाहिँ के हो भन्दाखेरि वर्क डन बाइ सिस्टम चाहिँ वर्क डन यस्तो हुँदो रहेछ। वर्क डन बाइ अ ग्यासेस इन अ सिलिन्डर भनेको यो भयो। अब अर्को कुरा अब यहाँ हामीले त के पढेको भन्दा थर्मोडायनामिक्स पढेको। थर्मोडायनामिक्स सबै कुरा केसँग रिलेटेड हुन्छ भनेर भन्यो भने सबै कुरा प्रेसर र भोल्युमसँग रिलेटेड हुन्छ। भनेपछि यहाँनिर अब हामीले मानौँ कि अब वर्क डन इन ग्राम
अब ग्राफमा चाहिँ वर्क डन कसरी क्याल्कुलेट गर्ने हेरौँ है। यो कुनै पनि के छ भन्दाखेरि प्रेसर र भोल्युम बीच ग्राफ छ। मान प्रेसर र भोल्युम बीच ग्राफ गर्दाखेरि के हो भने यसरी गयो। मान इनिशियली कहाँ थियो, यहाँ थियो, फाइनली कहाँ गयो, यहाँ गयो। यहाँसम्म भोल्युम कति छ रे मानौँ V1 छ अरे, यहाँसम्म भोल्युम कति छ रे मानौँ V2 छ अरे। अब हेरौँ है हाम्रो एक्सपान्सन भएछ कि यहाँ कन्ट्र्याक्सन भएछ भनेर हेरौँ। के भयो भन्दाखेरि यहाँनिर इनिशियली यहाँ थियो, फाइनली कहाँ पुग्यो, I2 भन्ने पोजिसन पुग्यो। V1 भोल्युमदेखि के भयो, V2 भोल्युममा भयो भनेपछि यहाँनिर V1 इज स्मलर देन V2। हामीले V1 देखि V2 सम्म पुगेको भन्नुपर्दा यहाँनिर के भयो त भोल्युम इन्क्रिजेस भयो। भोल्युम इन्क्रिजेस भनेको के हो त यहाँनिर एक्सपान्सन भयो। भोल्युममा एक्सपान्सन चेन्ज इन भोल्युम के आयो त पोजिटिभ आयो। चेन्ज इन भोल्युम पोजिटिभ आउँछ भने वर्क डन के आउँछ, पोजिटिभ आउँछ। वर्क डन पोजिटिभ आउनु भनेको के हो त भन्दाखेरि हाम्रो वर्क डन कसले गरेको रहेछ त भन्दाखेरि वर्क डन बाइ सिस्टम गरेर। यहाँनिर वर्क डन बाइ के गरेको छ भन्दाखेरि सिस्टम गरेको छ। सिमिलरली अब हेरौँ यदि हाम्रो यो I2 पोजिसनदेखि I1 पोजिसनमा गयौँ, V2 देखि कता गयौँ त V1 मा फाइनली पुग्यो भने त के हो भन्दाखेरि यहाँनिर V1 त लेस देन V2 छ भनेपछि यहाँ चेन्ज इन भोल्युम के भयो त नेगेटिभ भयो। चेन्ज इन भोल्युम नेगेटिभ हुनु भनेको के भयो त कन्ट्र्याक्सन भयो। कन्ट्र्याक्सन भन्नुको अर्थ के भयो भन्दाखेरि हाम्रो वर्क डन नेगेटिभ भयो। वर्क डन नेगेटिभ कुन कन्डिसनमा हुन्थ्यो भन्दाखेरि वर्क डन अन सिस्टम। सिस्टममा वर्क डन गरिएछ, सिस्टममा वर्क डन गरेको कारणले गर्दाखेरि के भयो हाम्रो भोल्युम डिक्रिज भयो। हाम्रो कन्डिसन दिएको छैन, हामीले थाहा पाइसक्यौँ चेन्ज इन भोल्युम दिएको छ र कति प्रेसर एक्जर्ट गरेको छ ग्यासेस मोलिक्युल्सले भन्दाखेरि हामीले थाहा पाइसक्यौँ नि कसरी वर्क डन निकाल्ने भनेर। अब कुरो चाहिँ के भन्दाखेरि हामीहरूको यहाँनिर यदि यस्तो ग्राफ दिएको खण्डमा हामीले वर्क डन चाहिँ कसरी निकाल्ने भन्ने कुरामा जाउँ है त। ल हामीहरूको के हुन्छ भन्दाखेरि मानौँ एउटा सानो पार्ट मान्छौँ है, सबैभन्दा सानो स्मलेस्ट चेन्ज इन भोल्युम मान्छौँ। हामीले वर्क डन स्मलेस्ट चेन्ज इन भोल्युम मानेको किन अगाडि यहाँ स्मलेस्ट चेन्ज इन भोल्युम मानेको छ। मानौँ यो A हो, यो B हो र यो C हो र यो D हो भने यो रेक्टेंगल जुन छ नि यो रेक्टेंगलको एरिया के होला हेरौँ है त। एरिया अफ रेक्टेंगल ABCD के होला भनेर भने लेन्थ इन्टु के हो त ब्रेथ हो। यहाँनिर के हो त एरिया अफ रेक्टेंगल भनेको लेन्थ इन्टु ब्रेथ हो। यहाँ लेन्थ कति छ भन्दा लेन्थ यो लेन्थ भनेको के छ त AD छ। मैले के भनेको स्मलेस्ट चेन्ज हो है, यो नजिक छ नै भनेको हो। स्मलेस्ट चेन्ज नजिक छ भन्नु कति कति होला त एकदम यहाँ प्रेसर त यहाँ त प्रेसर डिपेन्ड गर्ने हो नि y एक्सिसले त भने मानौँ P भन्ने प्रेसर छ अरे मान भन्दा के जान्छ हामीले मान्नेमा त है। AD भनेको यहाँ के छ अरे भन्दाखेरि P भन्ने प्रेसर छ अरे। DC भनेको त चेन्ज इन भोल्युम हो। यहाँ त V2 होला, यहाँ त समथिङ V2 यहाँ V3 होला, यहाँ V4 होला। यो भनेको DB भनेको त के हो त V4 माइनस V3 हो भनेपछि यहाँनिर DC भनेको त के रह्यो भन्दाखेरि DB रहेछ भनेर बुझ्न पर्यो। अब हेरौँ है त भनेपछि यहाँनिर DC चाहियो। AD भनेको के छ प्रेसर छ। अब हेरौँ DC भनेको के छ DB छ। हामीले के निकालेको एरिया निकालेको, एरियाले के दियो PDB। PDB भनेको चाहिँ के थियो वर्क डन थियो होला है भनेपछि यहाँनिर वर्क डन भनेको के भयो त यहाँनिर PDB भनेर वर्क डन निस्क्यो। अब वर्क डनको फर्मुला त हामी चाहिँ अघि डेरा गरेको त PDB निकाले होइन र हो त PDB निकालेर भयो नि त। यहाँनिर त्यो सर्टेन एरियाले चाहिँ के गर्दो रहेछ भन्दा यति सर्टेन पार्टको ग्राफको के दिँदो रहेछ भन्दाखेरि वर्क डन दिँदो रहेछ। यति सर्टेन भएको एरियाले यति रेक्टेंगलको एरियाले यति नै कर्डको के दिँदो रहेछ भन्दा कति वर्क डन गरियो त यो V1 यति भोल्युमदेखि यति भोल्युममा चेन्ज ल्याउनलाई कति वर्क डन गरियो भन्ने कुरा यसको केले दिँदो रहेछ भन्दा एरियाले दिँदो रहेछ भनेर बुझ्न पर्यो है भाइ बहिनी। यसरी बुझ्न पर्यो। अब हेरौँ बुझ्यो भनेपछि अब हामीले के बुझ्नु छ भन्दाखेरि ओभरअल बुझ्दाखेरि चाहिँ हामीले हुन्छ एरिया अन्डर द कर्व। एरिया अन्डर द कस्तो कर्व भन्दाखेरि PV कर्व gives work done दियो रहेछ एरिया अन्डर द कर्व। यहाँसम्म चाहिँ क्लियर भइसक्यो होला। आजलाई यति नै।
अब हामीले भोलि एरिया अन्डर द साइक्लिक कर्वको बारेमा पढ्छौँ, साइक्लिक प्रोसेसको बारेमा पढ्छौँ, अनि फर्स्ट ल अफ थर्मोडाइनामिक्समा जाँदा अनि थर्मोडाइनामिकल प्रोसेसमा जान्छौँ है त। आजलाई यति नै, थ्याङ्क यू।